ल तिमी स्टार्ट गर त हेलो गाइस हेलो गाइस वेलकम टु आवर ब्लग आज हामी फ्यामिली गेट टुगेदर सिंगल ट्रीमा फ्यामिली के नमुना फ्यामिली भन न नमुना त हैन खै लिडरलाई चिनाइदिहालौँ न लिडर तपाईँ फ्यामिलीको के अरे म लिडर हो यो फ्यामिलीको लिडर हुँ राजा हो राजा राजा कहिले पनि काजीमा झर्दैन नि फेरि राजा जहिले पनि राजै हुन्छ आज हामी कहाँ आएको किङ इज किङ कहाँ हामी केपो रिसोर्ट भन्यो मैले त बिर्सेँ राजालाई केही थाहा छैन होइन कि त के सिंगल ट्रिप कस्तो रहेछ रे दामी रहेछ बेस्ट अफ एकदमै दामी लाग्यो आमा लुक काठमाडौँ पनि फेरि कस्तो देख्ने रहेछ है उता पनि हेर्छ दाम्स रहेछ नि म आएकै रहेनछु यहाँ खाएर पनि तर एभरेस्टको बेस कुना खाएर आएँ तर यो काठमाडौँको बेस कुना चाहिँ खाएकै रहेन रहेछु कि दामी लाग्यो आज चाहिँ खाएरै जान्छु दामी लाग्यो कति टाढो होइन भन्ने कुरो मलाई थाहा छ के आई नो द्याट भेरी वेल के चाहिँ बिकज सो लङ टाइम एगो योर मम इज यही विङ्सबाट झरेर चाहिँ मलाई यस्तो दुःख पाएको छु कि त्यसैले गर्दाखेरि यसमा चाहिँ नेभर है यो नगर्दैछु ऊ खेल्न पनि मान्दैन र नखेलोस् भने हेर्छ के बरु मम्मी यता हेर्नु त नखेल्ने हो खेल्दैन कि अहिले उसले म त त्यो पनि खेल्दिनँ तपाईँहरू दुईजनालाई चाहिँ म त्यसमै बसाइदिने हो त्यो पल्लोमा त्यसमा त झऱ्यो भने ऊ त्यो सेफ्टी पनि रहेछ नि हो योमा चाहिँ हुँदैन कि योमा चाहिँ तल गयो भने ऊ तल बाटोमा पुग्छ यो हुँदैन कि अहिले म चिन्दै जाँदा के हो नि यसमा झर्दैन क्या संसार बानेको हुन्छ हामीले खेल जस्तै हो त दशा लागेको दिन यस्ता संसार त के उहाँ माथि हिमाल चढ्नु गएको मान्छेहरू कसरी गरम गुरुङ ओहिरेर आउँछ सबै 25-30 जना एकैचोटिमा चेट हुन्छ ए देखेको छु त्यो एउटा जिमोट लागेर यसो गरेको देखेर छु त्यो भनेको होला त्यस्ता मलाई त अहिले ओहिरिनु पर्यो भने तेरो त्यो खाँदै यो बरु पिर्सेर गएर भए पनि त मेनु हेर्न 3 घण्टा लाग्छ भक्न त अब त्यो यो पनि हेरेर मात्रै खाइदिन्छु रोके उडेको चरी नै त किन हुनु त नि भनेर तैँले सबै हेर्नु पर्यो चिनिन है मैले यो भर्खरको जोडीहरू चाहिँ हेर नि त्यहाँ साइलेन्ट छ यो बुढाबुढीलाई चाहिँ ए जे खाने भन्नु अर्डर गर के खाने ए रक्सी त हेर्ने होइन रक्सीमा हेर कहाँ पुगिसकेछन् बाउ त्यही भएर त सोध्दैछु कुन चाहिँ अब कति हो यहाँ कति हो बजेट इन्डिया र पाकिस्तानको ड्याङ्का ड्याङ हाने जस्तै भइहाल्यो नि यो त यताबाट यता मलाई हान्ने उताबाट उता हान्ने के भयो त्यो मलाई बाउ छोरा बुहारी उहाँ सब चाहिँ नि आमा बाउ मिलेर चाहिँ घुम्न आउने अनि त्यहाँदेखि बाबा प्लिज अलिकति थोरै लिटल बिट नो मोर किनभने म धेरै खाँदिनँ कि थोरै अलिकति चाहिँ अलिकति यो टेबलमा बिसाउनु पाएँ भने भइ त हाल्यो त मलाई किन फर्मी के थोरै के चटपटे आमा चाना चटपटी पनि पाउने यो ठाउँमा पाउनु परेन
त्यही बोकेर आयो हामी त खाइएन हामी त सुकुटी चना चटपटी यतिकै बुढो भयो लाग्छ खटपटी लौरी टेकेर उराठै लाग्छ नि लैलै अरूलाई देखेर भनेर म त विष्णुमती बाबु हुन्थे आज त यहाँ आइपुगेँ है। मिर्चा बहुत डाल दिया यार ये लोग को हमको बहुत डाल दिया यार। यो खोर्सानी चाहिँ म धेरै खान सक्दिनँ कि मेरो पहिलादेखिकै मेरो एउटा बानी हो। खुर्सानी छानेर खानु न। छान्ने नै छैन त अनि जम्मै पिनेर हालेपछि त कसरी त म छान्नु त अनि खोइ त अनि यहाँ ऊ नै छैन धेरै नै छैन त हेरेको हेरै यो तेरो आमाको त कहिले पनि हामी क्युटी छौँ ब्युटी छौँ हेरेको हेरै भयो भनेर उता फर्केपछि उता तैँले नबोलाएसम्म आधा घन्टा पनि तेरो आमा यता फर्किँदैन। पिङतिर हेऱ्यो भनेदेखि पिङमा हेऱ्यो भने आमा म त्यसरी खेल्दो रहेछ भनेर त्यहाँबाट पनि आधा घन्टा फर्किँदैन यता भनेपछि 1.5 घन्टा हामीले कुर्नु पर्ने हुन्छ कि वी वेटिङ फर 1.5 आवर कुरो बुझेस्। त्यसैले गर्दाखेरि लगभग चाहिँ लिएर नहिँडौँ भन्ने विचार गरेको तर अब के गर्नु सुटीलाई लिएर हिँड्नु पर्ने हुँदो रहेछ मैले पनि त्यही भएर नमजा चाहिँ लाग्छ तर के गर्नु र अब घरिघरि माया गरेर जस्तो पनि गर्छ र त्यो धन्न त्यो कहाँ हो त यिनीहरू कस्तो बाक्लो क्या बुढी हेर त घर यति मध्येमा हाम्रो कोही पनि नपर्ने के हो केही फिलिङै आएन मलाई त अस्ति आएर घुमेर गएर होला है अनौठो नि लागेको छैन पारा देखाउने हो कि भनेर मलाई डर लागिरहेको छ। अस्तिको मेरो त्यो रेकर्ड गरेर एउटा राखेको छ होइन त्यसको भिडियो चाहिँ यहाँ बनाउँदा सरकार भिडियो बनाउने कालो कालो पक्न एकछिन अनि यहाँ उज्यालो बनाउँदैछु त हौ अनि यहाँभन्दा कति राम्रो आउने यहाँभन्दा राम्रो त मान्छे नै छैन त यत्रो आउँछ राम्रो अनि कालो अनुहार छ त्यही भएर कालो कालो यसलाई भरे राति अँधेरोमा चाहिँ उज्यालो बनाएर हेर्नुपर्छ झलल टल्छ त्यस्तो हो कि सिस्टमहरूको छ त अनि यो यस्तो खालको मोबाइल हिरो हिरोनी अलि पछाडि जानु पर्यो पर्दैन सिधा राख्नु त्यो सल मम्मी ट्याक्कसित राम्री आउनुपर्छ है फेरि मसँग त त्यस्तो नराम्रो आयो भने त यस्तो दामी आउनुपर्छ चमिन छिटो आयो अब छिटो छिटो हो त्यता गर्नु त कुर्ता ल उता हेर्ने उता एक घ्याक अलि बिचमा सलफल दिइहाल्ने समाउनु न यसरी ए ल त्यसरी हैन यसरी कसरी रे यो बाक्लो आइज फेरि अलिकति क्यामेरा यस्तो ढल्काइदिउँ है भाइ अलिकति अलि अगाडि आउनु म अलिक पुस हुनुपर्छ कि अग्लो हुनुपर्छ कि नभए त सुहाउँदैन नि ल क्यामेरामा हेर्नु उता बरु भाइ क्यामेरामा हेर्नु ल ए पखा न यार रेडी नै भनेको छैन त अनि भन्यो ल स्माइल दामी आयो यही चाहिँ राम्रो आएन भने फ्यालिदिइहाल है हो भनेको ल हिरोनीले हिरोलाई समातेको पनि एउटा ठोक्दै नि त ल क्यामेरामा हेर्नु अब यी भन्छ ऊ आफै खिचेर अब मैले तपाईँले त यस्तो गर्नु न अब तपाईँले त मैले चाहिँ मम्मी भाषा भाषा यस्तो तरिकै यो हो त अनि अहिले अनि कस्तो कुरै बुझ्दैनस् क्या तैँले भर्खर गाउँबाट आएको जस्तो नगर न स्माइल अनि अब यति भएपछि त काम पुगेको हो नि त अलिकति अगाडि थोरै अगाडि
धेरै अगाडि आइस अलिकति अझै उता पछाडि हो यति ठ्याक्कै यति कस्तो भाइ यस्तो हात यस्तो समाउने अब कसरी हात यो कुन यो अगाडिको अगाडिको हात मम्मी यो चाहिँ च्याप्पै समाइदिने कि बिस्तारो यो चाहिँ पछाडि यस्तो गर्न त दाइले अन्तिमचोटि भन्नु मम्मीलाई नै अँगालो मार्न मनपर्छ कि कलाएर चाहिँ दामी खिच्यौँ त भाइ एउटा ल हुन्छ ल हिरो त अलिक उस ज्याङ्गो पो हुनु पर्छ होइन ल ल ल अलिक उस हुन्छ नि त बुवा बोल्न छोडेर हाँस्नु त जस्तो हुन्छ नि बडी सडी त चाहिने हो अझ अलिक यस्तो हुन्छ नि त बुई यो झन्डै चिनेको यार यो त हो खतरा आएछ भाइ तेरि उद्या हेरी माग्न म त गुरुङ हो नि भाइ भाइ तामाङ हो यसलाई दिम चाहिँ खान काभ्रे 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 साली कि काभ्रे ए नाज धारान्डी के ngajam tamang hin bake ngajam tamang hin bake ओए लो राङ्ला जो आले गाटे फोटो ज्याबाट लु फोटो चाहिँ ज्याबाट टिम है यस्तो अलिक कम्मरमा चाहिँ कम्मरमा चाहिँ रे कम्मरमा अलिक तल अरे के हात कपाल पछाडि झर्नु त त्यतिको हात तेरिका गाह्रो छ ल खतरा तेरिका त्यो त टेन्चर आएको छ क्या त्यो फोटो चाहिँ ल त्यो त कस्तो भने पुरा त्यो समुद्रको किनारतिर गएर चाहिँ उस गरे जस्तो देखिएको छ क्या काठमाडौँ हेरेको के यिनीहरूले ल बुहारीले माथि हेर न भाइले बाबुलाई नाकमा हेर्ने के कहाँ हेर्ने रे नाकमा हेर्ने के नाकमा ट्याक्कै नाकमा हेरेपछि ट्याक्कै निस्किन्छ हेर्नु न यो त भएन के आचम उता के उता फर्केर यता नफर्किन भएन कि आचम आउने सिकाउनु ठिक छ है ल भाइ छोराले अगाला मारेको यो पनि जान्छ नि अलिक क्लोज आएन ल यता पनि हेर्नु ल ल रेडी भयो राम्रो आछ नि बिचमा बस्नु ल यही गर्न आयो दाहिने मिलेको छ त हो नि अब कस्तो फिल भइरहेछ त एकदम बवाल दाइ रमाइलो भइरहेछ एकदम अनि हाम्रो बुहारीलाई चाहिँ कस्तो फिल भइरहेछ नि एकदम रमाइलो अनि हाम्रो बुहारीको दिदीलाई चाहिँ रमाइलो भइरहेछ अनि हाम्रो पोखुलाई बाबाको चर्तिकालाई हेर्न पाइरह अब यो भन्दा रमाइलो के होला होइन कस्तो लाग्यो त नि पिङ एकदम गुड रमाइलो छोरी बाँकी छोरा पाइयो छोरा चाहिँ नहोस् है जीवनमै छोरी पाइयोस् अनि ड्याडीलाई चाहिँ कस्तो लाग्यो त पिङ कस्तो लाग्यो एकदम दामी लाग्यो जोस
राम्रो पिङ खेलाइदियो एकदम मजा लाग्यो मजा लाग्यो मजा पनि लाग्यो एकदम रमाइलो भयो आज आजको दिन जस्तो रमाइलो मलाई कहिले पनि लागेन के एकदमै रमाइलो लाग्यो फेरि पनि यस्तो फेरि भोलि पनि आउनु पाए नै हुन्थ्यो के भोलि फेरि कसले लिएर आउने होला है त्यही हो नि है पनि आउँदैन होला भोलि अर्को स्पोन्सर पाए पनि हुन्थ्यो कि मलाई त फेरि ठ्याक्कै म त आइहाल्थेँ कि फेरि सबै कस्तो अरे कस्तो अरे यस्तो हो भएन हात मिलेन हातै छोटो छ अलि तल ल भाइ साथी भेट्नुभयो साथी भेट्नुभयो साथी भेट्यो नि हाम्रो उसको रहेछ कि अनि अंग्रेजी बोलेर सुनाउनु भयो Talk to with me English language, please. I don't know Nepalese language. त भाइसँग नि इंग्लिश बोल्दिनौ Thank you. हाम्रो भाइसँग भाइ पनि अंग्रेजी हो एकदम Ambo. Thank you very much. Welcome. Where you come from? I'm from Sudarpasim. You from Sudarpasim? Yeah. English people is Sudarpasim? Not yet. Like there are less English people like in Sudarpasim. Just little bit. Yeah. Okay. कोरियन बासी हुनला कोरिया जानला Okay. Thank you very much. Thank you. Your introduction is very good. सब इंग्लिश सुन्नला बसेका अरे यहाँ Okay. भयो हैन हामी फ्रेन्ड रहेछ नि ओहो त्यति हो जानेको ल भयो लेट्स गो लेट्स गो Where is my wife? ल जान लिएर आउनु मम्मीलाई आउन हौ अनि यसरी त पुरो मिलेन नि त त अलमा लिएर बसिस भने त अनि सुईखुट्टी हान्छ त यहाँतिर त चल्दिउँ न अब गाडीमा चल्दिउँ भाडामा पाउँछ है गाडी सर हाम्रै हो ल चल्दिउँ ओके थ्याङ्क यू भेरी मच see you next time Okay. see you next time we have more than program today because we going another place after then we have next program thank you very much for your son okay त्यति भएछ यताबाट झरौँ न लास्टमा बेटर देन किस ओके ओके त्यहाँ त ठाडो भरेको छ क्या अनि त्यहाँ झन् ठाडो छ गाइस ऊ अगाडि पनि हेर्नु पर्दैन लड्छ फेरि ब्याक क्यामेरा त एउटा सिन जाओस् न अलिक पछाडि त्यहाँबाट एउटा इन्टरटेनिङ यहाँनिर एउटा अलिक पछाडि त यो चाहिँ यो स्टोन चाहिँ फेरि हाम्रो दर्शकहरूको लागि है हर्ला नि फेरि यतिको चाहिँ हुनु पर्यो है
पाछे मलाई त त्यो कम दामी पो आउँछ भोटपट्टि ट्रेकिङ भनेको यस्तो पो हो उयो बाटोबाट त हो नि हामी फेरि बस्नु त सक्दैन ल आजको घुमघाम चाहिँ यहीँ सकियो होइन यतिमै बन्द गरौँ